सो हाई एभ्रिवान, गुड मर्निङ, नमस्ते हजुर सबैजनालाई फेरि पनि मेरो आजको नयाँ भ्लगमा एकदमै स्वागत गर्दछु है। र अहिले भने चाहिँ घाम माथि पुगिरहेछ। सो 6:30 भइसकेको छ टाइम चाहिँ है। अन्त अब एकछिनबाट चाहिँ गरम हुन थाल्छ है। यो चाहिँ हो वेस्ट एरिया। यहाँ मुनि फेददेखि नै फुल्नु सुरु भएर चाहिँ त्यसरी माथि फुल्दै गएको छ। सो यहाँबाट यस्तो गएको छ नि त हो, एकदमै दामी फुल्दैछ है। ओके, सो आज भने चाहिँ यहाँनिर मेराई भिजाएको पनि धेरै दिन भइसक्यो। मेराईमा मल लगाएर होइन पानी भिजाएको धेरै दिन भइसक्यो है। सो आज चाहिँ फाइनली अब यो जति पनि हामीले यसरी डल्लो बाँधेर मल लगाएको थियौँ है। सो यो बिचमा चाहिँ काम गर्नु सजिलो होस् भनेर होइन। अन्त यहाँ चाहिँ अब यो दोरी जति पनि छ म काटेर निकालिदिने छु है। अनि यिनीहरूले अब मजाले हावा खेल्नु पायो भने चाहिँ सबै पत्तामा चाहिँ हावा मजाले खेल्नु पायो भने चाहिँ सो एकदम सिड पनि मजाले लाग्छ क्या। सो अब भित्र त काम भइसकेको छ र अब यो दोरी खोल्ने काम चाहिँ सो आज गरौँ है। सो गाइस, मैले यो पनि पाएँ सिड तिनवटा है। एकदम ढुक्कै भयो हो। यसलाई मल पनि हाल्यौँ है, पानी पनि हाल्यौँ। सो अब यसको काम हो फुल्ने अनि फल्ने है। सो यो मेराको झन्झट पनि खतम भयो यो सालको लागि। सो अब अरू कामहरू छ है। र गाइस, अहिले भने चाहिँ आफ्टरनुन भइसकेको छ अनि टाइम चाहिँ 2:30 भइसकेको रहेछ। सो अहिले चाहिँ फिलहाल पोली हाउस पनि एकदमै धेरै नै शीतल भइसकेको छ है। टेम्परेचर अलिक डाउन भएको छ। अन्त यहाँनिर भन्नुपर्दाखेरि चाहिँ मैले कतिवटा प्लान्ट्सहरूको कटिङ गर्दैछु है। र प्रायः प्लान्ट्सहरूको कटिङ चाहिँ म चाहिँ आफ्टरनुन या इभिनिङ टाइममै गर्छु। किनभने चाहिँ त्यति बेला गऱ्यो भने चाहिँ एकदमै फ्रेस बस्छ कटिङहरू होइन। अनि त्यो एकदम पानी बेलुका हालेपछि रातभरिमा एकदम फ्रेसै बस्यो भने चाहिँ तपाईँको भोलिदेखिको तपाईँको एकदमै त्यसले प्रोग्रेस गर्न थालिहाल्छ क्या। त्यसको अब त्यसको रुटदेखि लिएर सबै कुरालाई त्यसलाई एकदमै बेनिफिट हुन्छ। हामीले अलिकति इभिनिङ टाइमहरूतिर या आफ्टरनुनतिर शीतल टेम्परेचर अलिक कुल भएको बेलामा चाहिँ हामीले कटिङ गऱ्यौँ भने चाहिँ क्या तिनीहरूलाई धेरै नै राम्रो हुन्छ प्लान्टहरूलाई है। अन्त हामीले दिउँसो मध्ये गरममा गऱ्यौँ भने चाहिँ कतिवटा प्लान्ट्सहरू चाहिँ छिटो स्ट्रेसमा जान्छ। त्यो एकदमै ओइलिन्छ के हुन्छ कसो हुन्छ होइन। अनि तिनीहरूलाई चाहिँ फेरि ब्याक उठ्नु चाहिँ तिनीहरूलाई धेरै नै टाइम लाग्छ क्या। तिनीहरूलाई फर्किनु एकदमै धेरै नै टाइम लाग्छ। प्लस कतिवटा प्लान्ट्सहरू त मर्छ पनि है। अनि त्यो हुनाले गर्दाखेरि चाहिँ म चाहिँ दिउँसो चाहिँ हतपत चाहिँ गर्दिनँ। र प्रायः कमन प्लान्ट्सहरू चाहिँ म गर्छु कटिङ है। र मेन चाहिँ कतिवटा अलिकति महँगो एक्सपेन्सिभ अलिकति राम्रो प्लान्ट्सहरू चाहिँ म प्रायः जस्तो इभिनिङ टाइमतिरै गर्छु भनौँ न है। र मैले हिजो चाहिँ कतिवटा कमन प्लान्टहरू मैले हिजो कटिङ गरेको थिएँ दिउँसो है। र त्यो चाहिँ के कस्तो भएको छ म तपाईँलाई देखाउँछु ल। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ कमन प्लान्ट है, एडेन्सोनी ग्रिनमा हो। र यो चाहिँ मैले हिजो दिउँसो मध्ये घाममा चाहिँ मैले काटेको थिएँ, कटिङ गरेको थिएँ। अनि यिनीहरू कतिवटा स्ट्रेसमा गयो क्या।
एकदमै तपाईँले यहाँ देख्न सक्नुहुन्छ ओइलिरहेको है, लात्राकलुतुक भइरहेको है। अनि मैले यसलाई बेलुका मजाले पानी पनि हाल्दिएँ अनि रातभरिमा अब यसो फर्किन्छ कि भनेको, तर यसरी ओइलिरहेको छ क्या। अब यिनीहरू कतिवटा बाँच्छ, कतिवटा मर्छ है। तर अब यिनीहरू चाहिँ अब धेरै नै टाइम लाग्छ क्या फर्किनु। तर यिनीहरू अब कतिवटा चाहिँ छिटो फर्किन्छ र कतिवटा चाहिँ धेरै नै टाइम लाग्छ। अनि जस्तै अब मैले हिजो मैले यो दिउँसो मध्ये गरममा गरेको, यो अलिकति पछाडि गरेको, यो एकदम फ्रेसै बसिरहेको छ। यो अलिक हार्डी पनि हुन्छ। अन्त यो पेरू चाहिँ मैले दिउँसो पनि गरेको होइन, अनि मैले इभिनिङ या आफ्टरनुनमा पनि गरेको होइन। यो चाहिँ मैले मर्निङ टाइममा गरेको कटिङ हो। सो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ अलिकति 9 बजीहरूतिर गरेको कटिङ हो। अनि प्लस यसलाई चाहिँ रोपराप गरेर पानी पनि हालिदिइहालेको थिएँ है। र यो चाहिँ एकदम फ्रेसै बसिरहेको छ क्या। कटिङ गर्नुपर्ने टाइम चाहिँ तपाईँहरूले बुझिहाल्नुभयो, आफ्टरनुन इभिनिङ टाइम र मर्निङ टाइममा चाहिँ एकदम कटिङ गर्दा चाहिँ हुन्छ। सो दिउँसो हामीले कटिङ गऱ्यौँ भने चाहिँ, मध्य गरममा गऱ्यौँ भने चाहिँ यसरी स्ट्रेसमा जान्छ अनि प्लान्ट्सलाई सर्भाइभ हुनु धेरै नै साह्रो पर्छ है। सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ कटिङहरू चाहिँ यहाँ छ, मोन्स्टेराको कटिङ। प्रायः चाहिँ मेरोमा अब प्लान्टहरूभरिमा चाहिँ मोन्स्टेरा बेसी छ। सो त्यो कारणले गर्दाखेरि मैले मोन्स्टेराहरूको कटिङ गरेको छु यहाँनिर है। अन्त मैले यहाँनिर एउटा चाहिँ होसे ब्रोनोको पनि कटिङ गरेको छु। अनि यो चाहिँ एकदमै राम्रो छ, दामी छ यो प्लान्ट चाहिँ, भेरिएसन एकदमै दामी छ है। अनि यो राम्रो गुड जिन यतिको छ क्या। सो यो चाहिँ मैले लास्ट इयरै कलेक्सन गरेको है। सो मेरोमा चाहिँ थिएन है, र टप कटिङ चाहिँ निस्क्यो योपालि। गाइज अहिले भने चाहिँ सो मैले जति पनि कटिङ गरेको थिएँ प्लान्टहरू, र त्यो प्लान्टहरूमा चाहिँ मैले सबैमा पानी हालिदिइसकेको छु है। अन्त अहिले चाहिँ तपाईँहरूले देखिहाल्नु भयो, यहाँ हाम्रो पोली हाउस हट हाउस है। सो एकदम शीतल खालके भइरहेको छ। सो घाम पनि डुब्यो नि त अब होइन। र अहिले चाहिँ यहाँभित्र हल्का चिसो फिल हुँदैछ क्या, चिसो हावा चलिरहेको छ। अन्त जति पनि प्लान्टहरू मैले यहाँ कटिङ गरेको थिएँ यसरी, सो यसमा यिनीहरूलाई चाहिँ सबैलाई पानी हालिदिइसकेको छु र एकदम फ्रेस देखिरहेको छ प्लान्टहरू है। सो अब यो एकदम रातभरिमा झन् फ्रेस हुन्छ क्या। यिनीहरू स्ट्रेसमा जाने अब सम्भावनै छैन क्या। अन्त यहाँनिर चाहिँ जुन चाहिँ जति पनि मदर नटहरू थियो र त्योहरू चाहिँ यहाँनिर यसरी राखेको छु है। सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सबै मदर नटहरू। फ्याट बोयहरूको पनि निस्क्यो कटिङ। अन्त यो होसे ब्रोनो चाहिँ यहाँनिर छ है। सो एकदम फ्रेस देखिरहेको छ यिनीहरू पनि एकदम फ्रेस है। सो गाइज आज चाहिँ मल यति उब्रियो है। र यो एउटा चाहिँ भर्नुपर्ने थियो फ्याट बोय, र यसलाई यतिकै छोडिरहेको छु। सो यो चाहिँ भोलि भर्नुपर्ने हुन्छ है, किनभने चाहिँ अब टाइम पनि बन्द हो। सो 5:30 हुनु आँटिसकेको छ र म चाहिँ अब जानुपर्छ चाङलाई ल्याउनु है। सो आजको भिडियो यहीँनिर म राख्नेछु, र तपाईँहरूलाई आजको भिडियो मन परेमा लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। अनि जतिजना पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ सो नबिर्सिकन सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई है। र सबैजना थ्याङ्क यू फर वाचिङ, बाई, सी यू है।